गाइस वेलकम छ है मेरो युट्युब च्यानलमा तपाईहरुलाई वेलकम छ। यहाँ हेर्नुस् कुखुरा घरभरि कुखुरा के खाने हो कुखुरै कुखुरा। यो चाहिँ रक्सी एकदम लोकल रक्सी हो कोदोको प्योर कोदोको झैकुडो ल्याम खाने हो शीतलसँग। तीन पाने गाइस तीन पाने यो चाहिँ सम्पूर्ण मेरो गाइसहरु हो हैन कुखुरा गाइस। एकदम हरियाली छ एकदम चाहिँ अब ओहो पसिनाले भिज्यो पानी परिरहेको थियो एकदम ठुलो पानी हैन एकदम ठुलो पानीले गर्दा भिडियो बनाउन पाइएन है। पानी रोएपछि यसो भिडियो बनाएको गाइस यसो दारु खाँदै मौसमले च्यालेन्ज हानेछ। हेलो गाइस आज चाहिँ यसको वाचेक्पा बनाएर खाने हो हैन तिते हामी चाहिँ तिते भन्छौं तर वाचेक्पा भन्दो रहेछ हैन। यसको आज तिते बनाएर खाने हो लोकल रक्सीसँग बेस्ट बनाएर खाने हो गाइस है। यो चाहिँ हाँसको एकदम राजा चिनी हाँस घरभरि छ 20-25 वटा छ। अहिले पैनीतिर गएको होला 2-3 वटा चाहिँ यहाँ छ आँगनमा धेरै छ कुखुराहरु पनि आमा लोकल कुखुरा धेरै छ। खान मन लागे सम्पर्क गर्नु भाले कस्तो कस्तो चाहियो। उता घर पिछाडी कालिजहरु पनि छ यसमारी कालिजहरु नि पाल्या छ। खान मन लाग्यो भने सम्पर्क गर्नु होला धेरै छ धेरै आमा खोर देखाइदे उता खोर 50-60 वटा त त्यहाँ अड्छ त्यो खोरमा। अहिले हल्का पानी परेर उता छ कुखुराहरु कालिजहरु उता छ बट्टाइहरु आमा कति हो कति। त्यही भएर लोकल रक्सीमा चिरिप्प यहाँ शीतन भित्र पाक्दै छ। अहिले जाडोले त्यतिकै हानिरहेको छु है केटा। हेलो गाइस हेलो हातपट्टुको ननिकाला है। फेरि पानी आयो डुमस बारिशी मिनी बारिशी ज्यादा बारिशी की मिन्ना ज्यादा मुस्किल है बारिशी की ज्यादा बारिश जागरिन्छ नि त दिमागमा लाग्यो त्यत्रो लाग्यो हो यो चाहिँ दाइले बनाएको हो हैन दाइले आफ्नै दाइले निस्के दाइले वाचेकमा पकाइ खाने बनाएको हो तिते कुखुराको मजाले तिते बनाइ खाने हो। दाउरा हालेर आगो पकाएर खाने ठाउँ हो केही सुन्दैन थियो। हेलो गाइस है म चाहिँ अब टक्कसँगले हैन चुलोमा आगो बाल्न गइरहेको छु। चुलोमा यस्तै चुलो छ यस्तो छ। अब यहाँनिर चाहिँ टक्क तिते सिते बनाउने हैन कुखुरालाई पुरा पोल्ने हैन तिते सिते बनाउनलाई आगो फुक्न गइरहेको छु गाइस है। एकदमसँगले चाहिँ यहाँ टक्क यसरी आगो फुक्ने हो। ओ तेरी बाहिर फुक्ने वाला थिए पानी परेर पुरा चुलो उपर छ हैन चुलो चाहिँ पुरा भिजेछ के पानीले। कुखुराहरु नि भित्र बस्नको लागि एकदम रेडी भइरहेछ खोरमा सट्ट अब अँधेरो हुँदै गएछ। सट्ट म चाहिँ आगो बाल्दै छु आगो बालेर अनि यस्तोसँगले अब कुखुरा चट्ट हैन अब हैन त्यस्तै हुन्छ नि त तिते सिते निकाल्नलाई पोल्नु पर्यो हैन गाइस। म चाहिँ आगो बाल्छु है सँगले धेरै प्याजहरु हाल्नु पर्छ ल यो यिनीहरुलाई चाहिँ पुरा पिस्नु पर्छ अनि दामी बन्छ हैन दामी बन्छ नि त त्यसैगरी तिते सही हुन्छ तिते है गाइस। ल गाइस आगो चाहिँ अब बलिरहेको छ हैन म चाहिँ अब त्यहाँनेरिबाट चाहिँ कुखुरा निकाल्न गइरहेको छु खोरबाट। मजाले आगो पनि बल्यो त्यहाँ पर शिकार कराउँदै छ हैन त्यो यो परको त्यो जंगलमा
अब कुन दिन हुन्छ भाइ र म यसो ग्याटिस लिएर चाहिँ टस बोकेर पनि जानेवाला छौँ, त्यहाँ सिकार पनि गर्नेछौँ। तपाईँहरूलाई त्यो भिडियोहरू पनि हेर्छु। नेक्स्ट भिडियोमा आउनेछ होइन। यो भिडियोलाई चाहिँ एकदम सब्सक्राइब गरिदिनु होला गाइस। जो नयाँ हुनुहुन्छ सबैले सब्सक्राइब गरिदिनु होला र लाइक माया र सपोर्ट गरिदिनु होला गाइस है। बाँकी भिडियो अब आउँछ, अब आउँछ है। अहिले चाहिँ म आगो मात्रै बालिरहेको छु। अब यहाँनिर कुखुरा छ। कुखुरा इज अ के भन्छ कुखुरालाई? Hand is a cutting. Okay. यो हो है गाइस, धेरै ठुलो छैन हैन, यो कालिजको क्रस हो, क्रस जस्तो छ ब्ल्याक। त्यसको चाहिँ अब टिके निकाल्ने गर्छु हैन है। ल है गाइस, तिते हुँदैछ हैन। कस्तोसँगले यसलाई चाहिँ वाचेक्पा भन्छ, तिते पनि भन्छौँ हामी चाहिँ मेन। त पोल्ने तातो हो। गरे काटा न अहिले राखा, तिते झार्ने यसलाई किसिमको। तिते चाहिँ यसरी झार्नुपर्छ होइन गाइस। यो पोलेको हुन्छ नि जुन, यसलाई चट्टसँगले यसरी झार्ने, चट्टसँगले। यो हो तिते भनेको। चट्टसँगले यसको भुत्ला मजाले पोलेर यसको भुत्ला झार्ने हो गाइस होइन। मस्त। अनि फेरि पोल्ने एकछिन, त्यो भुत्ला यस्तो गरेर मजाले पोलेर यस्तो गरेर तिते वाचेक्पा भनेर होइन। हाम्रो पूर्वतिर चाहिँ मस्तसँगले यसलाई यसरी मस्त पोल्ने, यसले उ गर्दैछ यार। चट्टसँगले होइन। यो चुलो चाहिँ अलिक दाइले कस्तो बनाएको छ कि, तपाईँहरू पनि बनाएर खानु होला गाइस है। बनाउन आउँदैन भने सिक्नु होला यो भिडियो हेरेर। यसलाई चाहिँ मजाले पोलेर यसको भुत्ला चाहिँ निकाल्ने हो। पछाडि चाहिँ वाचेक्पा तिते बनिन्छ। बाँकी भिडियो अहिले आउँछ। भुत्ला झार्नुपर्छ होइन गाइस। अनि यो चाहिँ तिते बनिन्छ। यिनीहरूलाई चाहिँ मजाले भिडियो हेर्दै गर्नु होला, म देखाउँछु है यसलाई कसरी बनाउने भनेर। तितेलाई म अहिले चाहिँ बिजी छु। मेहनत छ, अलिअलि पसिना आउँछ होइन। चाहिँ मस्त एकदम मजाले पोलेर यसको तिते निकालेर वाचेक्पा कसरी बनाउने भन्ने बारेमा नि म देखाउँछु है। फुल भिडियो हेर्नु होला गाइस। ल गाइस, यसलाई चाहिँ तिते हो होइन। चट्ट यसरी यसलाई मचेक गर्ने होइन, यसरी मुछ्ने। त्यस पछाडि यसलाई चाहिँ यस्तो गरेर अलिअलि भएको भुत्लाहरू हुन्छ त्यसलाई चुलोमा हालिदिने। धेरै निकाल्नु पनि पर्दैन, थोरै भए हुन्छ गाइस होइन। यसको मेहनत धेरै लाग्छ है गाइस, तर पसिना भएको छु। चट्टसँगले केलाएर यसरी पिस्ने हातैले, यस्तो भुत्लाहरू रहन्छ होइन। चट्टसँगले त्यस पछाडि चाहिँ यसलाई टक्क यसरी बटुकामा राख्ने है। यो चाहिँ धेरै निक्लिँदैन गाइस होइन। तिते भनेको चाहिँ थोरै निक्लिन्छ नि त। यसलाई चट्ट यसरी राख्ने मस्तसँगले, चट्ट यस्तरी चट्टसँगले यो राख्ने। यो चाहिँ यसको जुन हुन्छ नि यसको भुत्ला त्यसकै हो। नानीले यो आगोलाई मार्ने होइन। जग्गा चाहिँ यो चाहिँ यस्तोसँगले चट्ट निकाल्ने त्यस्तोसँगले। धेरै तातो छ है, धेरै तातो छ।
तितेको लागि चाहिँ यस्तो मसिनो काट्नुपर्छ होइन, यस्तो मसिनो काट्नुपर्छ। त्यसरी अचानामा राखेर ओहो च्याक 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 पार्नुपर्छ क्या यसलाई। यसरी मसिनो बनाउनुपर्छ होइन, अनि चाहिँ तितेसँग घुलमिल हुन्छ नि त, धेरै मिठो हुन्छ। टाउको खुट्टा पखेटा होइन, हल्का मासु पनि हाल्नु मिल्छ। मसिनो बनाएर दही घाउ त्यसरी पकाउनु पर्छ होइन। यसलाई चाहिँ पर 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 भुट्नुपर्छ, एकछिन मजाले मासु पाक्नुपर्छ। यसरी पुरा चलाउने, मजाले फ्राई चरर फ्राई हुनुपर्छ। त्यस पछाडि चट्टसँगले टमाटरहरू हालेर फेरि मजाले टमाटर पाक्नु दिनुपर्छ। यसरी प्याज 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 थिचेर, अनि त्यस पछाडि हल्का भात पनि हुनुपर्छ, भात रेडी गरेर राख्नुपर्छ होइन। अनि त्यस पछाडि यसरी कुखुराको त्यो तिते टक्क हाल्ने हुन्छ, हुत्ला हुन्छ नि, धेरै नहाल्दा नि हुन्छ। मजाले त्यो हालेर भुट्ने, चट्टसँगले पर 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 पारेर भुटेर चट्टसँगले ढोड्न दिनुहुन्न। यसरी मस्त चलाउने हो। त्यस पछाडि खाना हाल्ने, खाना चट्ट खाना हालेर मस्तसँगले चाहिँ पुरा त्यसलाई मिक्स गर्ने, चट्ट पकाउने। यसरी मस्त मिचेर चाहिँ मजाले चलाउने, अनि बन्छ है तिते वच्याक्पा तिते। मस्तसँगले यसरी पिरो पिरो, अलिक पिरो पिरो चर्को चर्को बनायो भने दामी हुन्छ। यो चाहिँ जाँड अक्सीहरूसँग खानुलाई एकदम मस्त हुन्छ। चट्टसँगले अब तयार हुँदैछ। यसरी मस्तले मिच्ने, धेरै पनि बनाउन सकिन्छ र थोरै पनि बनाउन सकिन्छ। हामीले चाहिँ थोरै बनाएको छौँ। यसरी मस्तसँगले मजाले चलाउनु गइरहेको छौँ। तपाईँहरू नि यसरी बनाएर खानु होला, मजासँगले चट्टसँगले। लडी मरेको झन्डी मरेको ल है, यो चाहिँ तिते हो होइन, वच्याक्पा भनेको यसलाई भन्छ। यो यस्तो बनिन्छ होइन, यसलाई चाहिँ यसरी दामी लोकल जर्सीसँग हो, चट्टसँगले भिडियो चट्टसँगले तिते यस्तो हुन्छ। वच्याक्पा चट्टसँगले चाहिँ सुटी त आएन, फेरि चाहिँ आयो। सबै पो हालेर मिठो छ। मैले बनाएको मिठो छ नि, मिठो छ, कस्तो छ भन्नु न, मिठो छ, दामी छ। ल आजको भिडियो यति नै हो होइन। यसरी नै बनाइ खानु होला तपाईँहरू पनि होइन। वच्याक्पा तिते हामीले यस्तै जिउ दुखेको निको हुन्छ, जिउ दुखेकोहरू एकदम चट्ट हुन्छ होइन। दामी तितेसँगले मजाले जिउ सिउ दुखेको छ भने दबाई औषधि औषधि यस्तो खतरा हुन्छ है, चट्ट दामी। सिँगानी तान्दैछ कि क्या हो, चट्टसँगले यस्तै छ। गाइस यति नै हो भिडियो। अरू नेक्स्ट भिडियो पनि आउँछ, हेरेर माया गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, लाइक गरिदिनु होला। आजको भिडियो यति नै हो। झ्याप्पै सुरे।